धेरै समय पहिलेको कुरा हो, एउटा राज्यमा एकजना लोभी राजा थिए। उनको एउटै मात्र लक्ष्य थियो धन जम्मा गर्नु। उनी सधैँ कसरी अझ धनी बन्न सकिन्छ भन्ने कुरामा लागिरहन्थे। एक दिन राजाले आफ्नो मन्त्रीलाई सोधे, के दुनियाँमा यस्तो कुनै खजाना छ जसको बारेमा मलाई थाहा छैन? मन्त्रीले सोचेर भने, महाराज, एकजना यस्ता व्यक्ति छन् जसले तपाईलाई अदृश्य खजानाको बारेमा बताउन सक्छन्। राजाले तुरुन्तै उनलाई बोलाउन लगाए। ती व्यक्ति अरू कोही नभएर बोधिसत्व थिए, जो त्यस समयमा एक तपस्वीको रूपमा घुमिरहेका थिए। जब बोधिसत्व आए, राजाले उनलाई सोधे, के तपाईलाई थाहा छ दुनियाँको सबैभन्दा ठूलो खजाना कुन हो? बोधिसत्वले मुस्कुराउँदै जवाफ दिए, महाराज, दुनियाँको सबैभन्दा ठूलो खजाना सन्तोष हो। जो व्यक्ति सन्तोषी हुन्छ उही सबैभन्दा धनी हुन्छ। राजालाई बोधिसत्वको यो कुरा बुझ्न गाह्रो भयो। उनले भने, मलाई सन्तोष होइन, धन चाहिएको छ। मलाई भन्नुहोस्, त्यो धन कहाँ छ? बोधिसत्वले राजा निकै जिद्दी भएको देखेर उनलाई एउटा उपाय सुझाए। उनले भने, ठिक छ, म तपाईलाई धन कहाँ छ भनेर बताउँछु। तपाईँ एक सुनसान ठाउँमा जानुहोस्। त्यहाँ तपाईले एकजना मानिसलाई इनारको छेउमा उभिरहेको पाउनुहुनेछ। उसले तपाईलाई खजाना कहाँ छ भनेर बताउनेछ। राजा तुरुन्तै त्यस ठाउँमा गए। त्यहाँ उनले एकजना मानिसलाई डोरीले इनारमा बाल्टी हाल्दै गरेको देखे। राजाले उसलाई सोधे, के तिमीलाई थाहा छ यहाँ कुनै खजाना छ? त्यो मानिस हाँस्दै भन्यो, हो महाराज, यहाँ एउटा खजाना छ। राजाले उसलाई भने, मलाई भन, त्यो खजाना कहाँ छ? मानिसले एउटा बारो, जुन जनावरहरूलाई रोक्न प्रयोग हुन्छ, देखाएर भन्यो, यो बारोमुनि एउटा खजाना लुकेको छ, तर तपाईले यो नखाएसम्म पाउन सक्नुहुन्न। राजाले त्यो मानिस मूर्ख हो भन्ठाने। उनी बोधिसत्व कहाँ फर्केर आएर भने, त्यो मानिस त पागल रहेछ, उसले मलाई बारो खानुपर्छ भन्छ। बोधिसत्वले भने, महाराज, त्यो बारो खानुहोस् र तपाईले खजाना पाउनुहुनेछ। राजाले बोधिसत्वको कुरामा विश्वास गरे र आफ्ना मानिसहरूलाई बारो ल्याउन लगाए। जब उनीहरूले बारो ल्याए, राजाले त्यसलाई खाने कोसिस गरे, तर त्यो धेरै कडा थियो। उनले आफ्नो पूरा शक्ति लगाए पनि केही भएन। राजा फेरि बोधिसत्व कहाँ फर्किएर आए र सोधे, मलाई यसको अर्थ बताउनुहोस्। बोधिसत्वले भने, महाराज, त्यो मानिसले तपाईलाई सत्य कुरा भनेको हो। त्यो बारो भनेको त्यो भोजन हो जुन तपाईँ अरूसँग बाँड्नुहुन्न। जब तपाईँ त्यो खानुहुन्छ, यसले अरूलाई पनि भोजन दिन्छ। जब तपाईँ मानिसहरूलाई भोजन दिनुहुन्छ, उनीहरूले तपाईलाई अझ धेरै धन दिन्छन्। यही नै साँचो खजाना हो। बोधिसत्वको कुरा राजाले बुझे। उनले तुरुन्तै आफ्नो राज्यका मानिसहरूलाई खाना दिन थाले। बिस्तारै उनको राज्यमा